आमा कति वर्षको हुनुभयो अहिले अरे 96 वर्ष हुनुभयो होइन सन्तानब्बेमा लाग्यो 97मै हुनुभयो होइन पहिला कस्तो थियो यो घर आउँदाखेरि हजुर कति वर्ष आउनु अघि 12 वर्षमा आउनुभयो कति दुःख थियो सासु ससुरासित बस्यो कति दुःख पाइयो कता यो सुख छ आफूलाई आफै दुःख के गर्नु पर्थ्यो पहिला बुहारीले सासु ससुरालाई सासूलाई मान्ने त्यो त्यसलाई मान्ने बोल्न थप लाग्ने बोल्न नहुने बोल्दैनन्थ्यो अब केटाको जन्ममा भाउजू पनि गोठाइ त बोल्तालेनन्थ्यो नबोलिकन जानुहुन्थ्यो अब घाइहरू थिएन कोरेकान थिएन पैसाले हेला गर्ने एउटा हेलाले आइटी बिहान भन्ने त्यही त थियो के काम गर्नुहुन्थ्यो नि फेरि 12 वर्षमा आएर 12 वर्ष आएर पानी ल्याउने घाँस काट्ने गोल फाल्ने गाई बाख्रा हेर्ने बनाउन लागेको कति भैँसी गाई बाख्रा भैँसी त अब पाल्न थियो 2-3 भैँसी पाल्ने बाख्रा 8-9 बाख्रा 7-8 गाई गोरु गरेर हेऱ्यो गरेर पहिला पछि छोरो जान्छ छोरो हेर्न थाल्यो त्यो पहिलाको काम त अरू के छ भात पकाउँदाखेरि पनि दाउराले चाहिँ पकाउनुहुन्थ्यो होइन पहिला भात पकाउँदा दाउरा लाटे हुन्थ्यो आज काटेका बाँसा डुङ्गर सुकाउँछन् बेलुकी लगाएर अन्डामा राखेर आँटीमा पकाउने दाउरा छैन कति दुःख पाइयो अहिले दाउरा बन यस्तो दैलाहरू कोहीको आफ्नो हाल यस्तो छ अनि हजुरलाई यस्तो हुन्छ भन्ने थियो अहिले के छैन यस्तो होला भने मैले अब बाँच्दा यसो देखेर